राष्ट्रिय परिचय पत्र अनलाइनबाट कसरी डाउनलोड गर्ने भनेर हेरौँ है त। सुरुमा तपाईले राष्ट्रिय परिचय पत्रको लागि अनलाइन फर्म बायोमेट्रिक भरेको हुनुपर्छ। दोस्रो भनेको बायोमेट्रिक भर्ने बेलामा तपाईले आफ्नो मोबाइल नम्बर त्यहाँ त्यो फर्ममा प्रविष्ट गरेको इन्ट्री गरेको हुनुपर्छ। अफलाइनमा तपाईले बायोमेट्रिक र इनरोलमेन्ट गराउनु भएको थियो भने त्यो बेला तपाईको मोबाइल नम्बर लिङ्क नभएको हुनु पनि सक्छ। त्यस्तो अवस्थामा यो प्रोसेसले काम नगर्न सक्छ। तर पनि जानिराखौँ है त। अब सुरुमा चाहिँ तपाईले डोनी DCR को वेबसाइटमा जान पनि सक्नुहुन्छ अथवा तपाईले एनआईडी सर्च भनेर डाइरेक्ट कहीँ गुगलमा गएर खोज्नु भयो भने पनि एनआईडी डाउनलोड भन्ने फर्म देखिन्छ सुरुमै। अब यहाँनेर हामीले आफ्नो नाम पुरा लेख्छौँ, नेपालीमा इङ्ग्लिसमा लेख्छौँ, जन्ममिति विक्रम सम्वतमा लेख्छौँ, नागरिकता जारी मिति लेख्छौँ, तल देखिएको क्याप्चा यो बक्समा जे देखिन्छ त्यो नै क्यापिटल छ भने क्यापिटल, स्मल छ भने स्मल, नम्बर छ भने नम्बर यहाँ टाइप गर्नुपर्छ र खोज्नुसमा क्लिक गर्नुपर्छ। इन केस तपाईको क्याप्चा यहाँनेर लोड भएन भने तपाईले ब्राउजर पनि चेन्ज गरेर हेर्न सक्नुहुन्छ। अहिले मैले सफारीबाट गरिरहेको छु, कहिलेकाहीँ क्रोममा इस्यु हुन्छ, एजमा इस्यु हुन्छ, तपाईले ब्राउजर चेन्ज गरेर पनि हेर्नु होला। कहिलेकाहीँ साइटमै पनि प्रब्लम भएको हुन्छ। अब हामीले यहाँ सरसर्ती आफ्नो विवरणहरू भरौँ। म मेरो विवरण भर्छु यहाँ SNSQYM। खोज्ने ठाउँमा गइसकेपछि अब मेरो मोबाइलमा ओटिपी जान्छ। ओके, मोबाइलमा ओटिपी आएको छ 271738। अब मैले ओटिपी प्रमाणित गरेँ। ओटिपी प्रमाणित गरिसकेपछि यहाँनेर चाहिँ अन्य नागरिकता विवरण भनेर देखाएको छ। के देखाएको मलाई ओके। अब राष्ट्रिय परिचय पत्रमा यहाँ भयो, मैले यसलाई ब्लर गरेको छु, तपाईँले यहाँ देख्न सक्नुहुन्न। जस ब्लर गरेको छु, यहाँ मेरो फोटो भयो, मेरो नाम, जन्ममिति, मेरो प्रदेश, जिल्ला, स्थानीय तह, त्यसै गरी टोल र वाडा देखाइएको छ। यहाँनेर कार्ड डाउनलोड भनेर लेखेको छ। कार्ड डाउनलोड गरिसकेपछि तपाईँले एउटा पासवर्ड हान्नुपर्छ। त्यो पासवर्ड कस्तो हुन्छ त भन्दाखेरि तपाईँको पहिलो नाम चाहिँ रमेश छ भने, तपाईँको जन्ममिति 2050 छ भने तपाईँको पासवर्ड चाहिँ REMI र 2050 हुन्छ। अब रबिनको केसमा के हुन्छ, RABIN हो नि त, RABI 2050 हुन्छ। 48 सालमा जन्मेको रविन्द्र छ भने RABI 2048 हुन्छ। हरि पौडेल छ भने HARI अब पछाडिको 2040 होला। अब यहाँनिर मैले कार्ड डाउनलोड गरेँ, अलाउ गरौँ। कार्ड डाउनलोड भएको छ, तर यो PDF चाहिँ पासवर्ड प्रोटेक्टेड छ। अब मैले चाहिँ मेरो पासवर्ड हानेर लगइन गरेँ। अब यहाँनिर एउटा प्रब्लम के छ भन्दाखेरि यो डाउनलोडेड मितिको सट्टामा चाहिँ यहाँनिर हाम्रो जारी मिति भनेर राखिएको भए राम्रो हुन्थ्यो, अथवा यहाँनिर जारी मिति यहाँनिर डाउनलोडेड मिति राखेको भए राम्रो हुन्थ्यो। किन भन्दा यो डिजिटल कार्डमा जारी मिति छैन। दोस्रो कुरा भनेको चाहिँ यो QR, अब मैले कतै प्रिन्ट गरेर दिएँ यो कार्ड भने यो QR स्क्यान गरिसकेपछि यही पोर्टलमा गएर अनलाइन पोर्टलमै गएर डाउनलोड गर्नु मिल्छ। भनेको त्यो ओटिपी बाइपास हुन्छ। त्यो सेक्युरिटी प्रब्लम छ यहाँनिर, त्यो चाहिँ देखिन्छ। अरू चाहिँ सबै राम्रो छ। तपाईँले अब यसलाई जहाँ आवश्यक परेको ठाउँमा प्रयोग गर्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ कार्ड भन्दा पनि राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक छ। यो नम्बर चाहिँ तपाईँले जहाँसुकै तपाईँले प्रयोग गर्न सक्नुहुन्छ चाहिएको ठाउँमा। थ्याङ्क यू सो मच फर वाचिङ। डिजिटल सोल्युसनलाई फलो गर्नु भएको छ भने फलो गर्नु होला र डिजिटल सोल्युसनको वेबसाइटमा गएर पनि यस्तो कुराहरू तपाईँले सर्च गर्न सक्नुहुन्छ। जस्तै यहाँनिर गएर हाम्रो वेबसाइट digitalsolutionnepal.com हो, यहाँनिर गएर तपाईँले NID भनेर सर्च गर्नुभयो भने राष्ट्रिय परिचय पत्रसँग रिलेटेड हामीले धेरै आर्टिकल्सहरू राखेका छौँ। त्यो चिजहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच। हाम्रो भेट अर्को भिडियोमा हुनेछ।